हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। हिजो चाहिँ हाम्रो भाइको बर्थडे थियो। सबैले ह्यापी बर्थडे लेखिदिनु है कमेन्टमा। अनि त्यसपछि मैले अस्ति पनि भिडियो बनाएको थिएँ सपिङ गर्न गएको, यो केकहरू अर्डर गर्न गएको, तर त्यो चाहिँ अपलोड गर्न सकिनँ यही बिजी भएर। अनि हेर्नु कति खुसी भएको छ र उसलाई झिरझिर गर्दा डर लाग्ने भएर भागिहाल्यो त्यहाँदेखि। अनि त्यसपछि फेरि लिएर अनि केक काटेर सबैजनाले रमाइलो गऱ्यौँ। र चितवनमा बस्नुहुने सबैजनालाई कस्तो छ, सबैजना ठिक हुनुहुन्छ र नारायणी नदीभन्दा कति टाढा हुनुहुन्छ, कति नजिक हुनुहुन्छ भने चाहिँ आज दिन एकदम राम्रो गरेको छ। सकेसम्म चाहिँ त्यहाँदेखि यस्तो टाढा नै बस्दिनु होला, किनकि हिजो एकदम ठुलो पानी परेको थियो। त्यसकारण यता चाहिँ एकदमै डरको माहौल बनेको छ। सबैले आफ्नो केयर गर्नु होला र सतर्क रहनु होला र अरूलाई पनि सतर्क रहन भन्नु होला। र हाम्रो भाइले चाहिँ यस्तो टिका लगाउनै मान्दैन, किन हो खै यस्तो छ हाम्रो भाइ, सबैको यस्तै हो कि खै किन मान्दैन। र आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ।